अहिले हामी अहिले माथि आइसकेका छौँ हैन। कतै भ्यू आइरहेछ है। वेलकम टू माई न्यू ब्लॉग गाइस। सो आज हामी जाँदैछौँ मनोकामना घुम्न साथीहरूसँग। हो साथीहरू चाहिँ हाम्रो भाइ अनि अब हामी जान्छौँ मनोकामना घुम्न टेम्पल हैन माथि। सो तपाईहरु हेर्न सक्नुहुन्छ अनि तपाईहरु कन्टिन्यू बस्नु होला। अगाडि सबै हेराउँछु हैन। सो कन्टिन्यू बस्नु ल। गाइस म अहिले भित्र आइसकेको छु जङ्गलमा। जङ्गलभित्र सिडीबाट माथि जाँदैछु हामी। सो तपाईहरु कन्टिन्यू बस्नु होला हैन। सो गाइस हामी अहिले माथि आइसकेका छु हैन। सो तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ भ्यू। कतै भ्यू आइरहेछ है। सो तपाईहरु कन्टिन्यू बस्नु होला। अझै अहिले अगाडि आउँछु हैन। सो गाइस अहिले हामी मन्दिर आइसकेका छौँ हैन। अब हामी बिस्तारै जाँदैछौँ माथि। माथि आइ नै सकेका छु, अलिकति छ। सो तपाईहरु कन्टिन्यू बस्नु होला। सो तपाईहरु कन्टिन्यू बस्नु अनि अलि अगाडि के छ हेराउँछु ल। सो गाइस अहिले हामी पूजाको सामान किन्न गइरहेका छौँ हैन। हामी मन्दिरतिर आइसकेका छौँ। सो अब हामी यहाँबाट पूजाको सामान लिन्छौँ अनि पूजा गर्न जान्छौँ साथीहरू। सो गाइस अहिले हामी माथितिर आइसकेका छौँ हैन मन्दिरमा। मन्दिरमा दर्शन पनि गरिसक्यो। मेन ढोका खोलेको थिएन हैन। अनि सो अहिले यहाँ हामीहरू पूजा गरिसक्यो अनि अब जान्छौँ एकैछिनमा घर फोटोसोटो खिचेर। सो तपाईहरु कन्टिन्यू बस्नु होला हैन। सो गाइस अब हामी यहाँबाट निस्किरहेछौँ। सो तपाईहरु कन्टिन्यू बस्नु होला हैन। अहिले अझै तलहरू हेराउँछु यहाँबाट। तल अहिले जाँदैछु, तलको भ्यूहरू कस्तो छ हेराउँछु हैन। सो तपाईहरु कन्टिन्यू बस्नु होला हैन। सो गाइस अहिले हामी तल जाँदैछौँ हैन। फोटोसोटो सकिसक्यो हाम्रो। अब हामी तल जान्छौँ बिस्तारै रमाइलो गर्दै। यहाँ सानो भाइहरू पनि भेटिसक्यो बाटोमै हैन। साथी छ अनि साथीको भाइहरू छ हैन। सो अब हामी बिस्तारै तल जान्छौँ अनि रमाइलो गर्छौँ। अझै फोटो भिडियोहरू सुट गर्छौँ। सो तपाईहरु कन्टिन्यू बस्नु होला लास्टसम्म। अनि भिडियो कस्तो लागिरहेछ कमेन्टमा भन्नु होला है। सो गाइस हामी मनोकामना घुमेर आइसकेका छौँ हैन। अब हामी घरतिर आइसक्यो। सो आजको भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला हैन। अनि भिडियो राम्रो लागेमा लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु होला है। अनि भिडियोलाई सकेसम्म सेयर गर्नु होला। सो टाटा बाई बाई लभ यु अल।